नमस्ते 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 वेलकम छ आजको न्यू ब्लगमा र तपाईहरु सन्चै हुनुहुन्छ भन्ने आशाका साथमा म पनि सन्चै छु र साथीहरु आज चाहिँ विशेष गरेर हामी दुईजना तपाईहरुको माझमा देखिरहेको छौं है कस्तो र भिडियो पनि दुईजनाको सँगसँगै आउनेछ के कस्तो लाग्छ सबैले लाइक शेयर र सब्स्क्राइबर गर्न नभुल्नु होला अनि भिडियो कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला हैन सबैले त्यही भन्न चाहे अनि हामी चाहिँ विशेष गरेर आज चाहिँ हामी यो वीरेन्द्रनगर सुर्खेतमा हामी छौं र यहाँको यो रंगशालामा आएको छौं र यहाँ वरिपरिको दृश्य हजुरहरुको माझमा देखाउने छु अनि के कस्तो छ भ्रमण पनि गर्ने छु है अनि अन्तिमसम्म भिडियो हेर्नु होला हस हामी चाहिँ आफ्नो कामतिर अगाडि बढ्छौं हामीहरु यो चौरमा आएका छौं है यो चौरको नाम के रे साथै यो क्रिकेट रंगशाला हो अनि यो क्रिकेट रंगशालामा आएका छौं हामीहरु है यो रंगशाला चाहिँ एकदम राम्रो छ अहिलेको वेदर चाहिँ एकदम राम्रो छ साँझतिर एकदम मौसम पनि शीतल हुन्छ किनभने अब दिनभरि एकदम गर्मी सिजन हो नि त यो चाहिँ अब साँझतिर सबैजना घुम्न आउँछन् बल खेल्न आउँछन् है आफ्नै तरिकाले अहिले चाहिँ उता क्रिकेट खेलिरहेछन् फुटबल खेलिरहेछन् एकदम यस्तो छ है रंगशालामा फुटबल खेलिरहेछन् केटाहरूले त्यसपछि अनि यहाँ चाहिँ अहिलेको समयमा चाहिँ एकदम फ्रेश हावा छ है त्यसपछि वेदर एकदम राम्रो छ क्रिकेटहरु खेलिरहेछन् बच्चाहरु गेमहरु खेलिरहेछन् त्यसपछि यस्तो छ सुर्खेतमा है गाइसहरु